पवन, यी लेख्दै गरेका शब्दहरूले समेट्न नपुग्ने गरी सम्झेको छु तिमीलाई। खुब मजा आउँछ नि बचपनका यादहरूमा फर्किएर जान। यस्तो लाग्छ यदि मिल्थ्यो भने जान हुन्थ्यो, फेरि बाँच्न हुन्थ्यो, हाँस्न हुन्थ्यो, के गर्न हुन्थ्यो फेरि सँगै। यार पवन, तिमी खुब विशाल छाती भएको मान्छे हो यार। तिमी दया र मायाले भरिएको मान्छे हो। मलाई लाग्छ तिमी पखेटा भएको उड्ने मान्छे हो। तिमी बेफिक्री, तिमी बेचैन, तिमी आफू भएर बाँच्ने मान्छे हो। कसैको जीवन, कसैको जोस, कसैको जाँगर, कसैको जोस मलाई असाध्यै मनपर्छ भने त्यो तिमी जस्तै हुन सकेर बाँच्ने मान्छेको हो। म डराउँदै नडराउनु पर्ने भयो भने तिमीलाई सम्झन्छु। मेरो मनपर्ने कुरा यदि कसैलाई दिनुपर्ने भयो भने तिमीले मलाई दिएको सम्झन्छु। मसँग छैन कुनै पुरा नभएका अतृप्ति चाहनाहरू। छन् त केवल तिमीसँगै पुरा भएका ती बालापनका कहानीहरू। म सानै थिएँ, मामा घर भन्नु तिम्रो घर थियो। म गाउँबाट के सोचेर आउँथेँ, ती सबै तिमी र म सँगै मिलेर पुरा गर्थ्यौँ। तिमीले साइकल चलाउन सिकाउँथ्यौ मलाई, बाइक पनि चलाउन सिकाएको हो। सपनाहरू पुरा गरिदिने मान्छे कहाँ सबैको भाग्यमा हुन्छ र? सपनाहरू पुरा गरिदिने मान्छे कहाँ सधैँ सँगै हुन्छ र? तिमी पछि पढ्न खुब टाढा गयौ। खुब टाढाको स्कुलमा भर्ना गरिदिनु भयो मामा र माइजूले। कति गाह्रो भयो होला है तिमीलाई घरबाट टाढा हुँदा। सानो मान्छे एक्लै हुँदा बिरानो सहरमा, बिरानो ठाउँमा कस्तो हुन्थ्यो तिमीलाई? हामीले त दिनभरि आँप खान्थ्यौँ। आँप खाएको याद छ तिमीलाई? हामी मोमो चटपटे खाना कहाँ पुगेको याद छ तिमीलाई? हरेकचोटि घरमा नभन है भनेको याद छ? अनि मैले भन्दिनँ भन्ने विश्वास कस्तो थियो तिमीलाई याद छ? तिमी कसैलाई छुन नदिने तिम्रो बाइक मलाई एक्लै चलाउन दिएको याद छ? तिमीले पढेका ती सबै किताबहरू मलाई दिएको याद छ? तिमीले मलाई पढ्न सिकाएको, ती हिसाबहरू गर्न सिकाएको याद छ? तिमी मलाई सबै कुरा भन्थ्यौ, तिमी मलाई सबै कुरा सिकाउँथ्यौ। ती सबै कुराहरूमध्ये सबैभन्दा मुख्य आफूलाई सुन्नुपर्छ भनेर सिकाउँथ्यौ। कति सजिलो भएको छ मलाई यहाँ परदेशमा यो कुरा सिक्नाले। पवन, हरेक छुट्टीमा फेरि तिमीलाई भेट्न मन छ। बेरङ्गी भयो, अब रङ्ग दिनु मन छ। तिम्रा छन् होला कसैलाई नभन्ने कुराहरू कति धेरै। तिम्रा सबै कुरा सुनिदिने मान्छे हुन मन छ। पवन, मेरो गुरु हो तिमी। तिमीलाई थाहा नै छैन मेरो जीवन कति सरल र सही बनाएको छौ। हरेक छुट्टीमा साँच्चै भेट हुनेछ, फेरि भेट हुनेछ।